म विगत 8 वर्षदेखि हरसिद्धि ललितपुर महानगरपालिकामा बसिरहेको छु र यो सधैँ यो बाटो असारमा यस्तै हुन्छ र हामीले धेरै नै शास्ति खप्नुपर्ने हुन्छ। हेर्नुहोस्, मैले बाटो तपाईलाई देखाउँदैछु हैन। म आज मेरो छोरालाई स्कुल पुर्याउन जाँदै थिएँ, बाटो नै नभएर मलाई कमसेकम पनि आधी घण्टा ढिलो भयो। आज मेरो छोराको एक्जाम पनि थियो। सो यो विगत 8 वर्षदेखि म यहाँ हरसिद्धिमा बस्दै आएको छु र 8 वर्षमा हरेक असारमा यस्तै हुन्छ। यो ललितपुर महानगरपालिकामा को बाटो चाहिँ सधैँ यस्तै नै देख्दै आएको छु र यस्तै नै भोग्दै आएको छु। अब यो कहिलेसम्म बनिसक्ने हो, हरेक वर्ष अर्को वर्ष बनिसक्नेछ भन्ने आश हुन्छ, तर हरेक अर्को वर्षमा पनि सधैँ यही भोग्दै आएको छु। हेर्नुहोस्, तपाईँले बाटोको कन्डिसन हेर्नुहोस्। अब यो बाटोमा कसरी हिँड्ने, कसरी बाइक चलाउने, अब के गर्ने हो है। यो हरेक वर्ष आशमा हामी बस्छौँ कि अर्को वर्ष राम्रो हुन्छ भनेर, तर अर्को वर्ष पनि यस्तै छ। 8 वर्षदेखि, विगत 8 वर्षदेखि मैले यही खप्दै आएको छु। ल हेर्नुहोस्।